हेलो एभ्रिवान, नमस्कार। आराम हुनुहुन्छ? आज म हजुरहरूलाई आँपको खट्टीमिठी कसरी बनाउने भनेर मेरो रेसिपी सेयर गर्दैछु। यो आँपको सिजन पनि हो र आँपको सिजनमा आँपको खट्टीमिठी नबनाउनु त कुरै भएन साथीहरू। अनि आँपको खट्टीमिठीको लागि सबैभन्दा पहिला मैले आँपलाई काटेर एक ठाउँमा राखेँ। त्यस पछाडि मसला रेडी गरेँ साथीहरू। मसलामा चाहिँ के राखेँ भनेर हजुरहरूले भिडियोमा पनि देखिसक्नु भएको छ। अनि प्यान तताएर त्यो मसलालाई चाहिँ हल्का रोस्ट गर्ने अनि एकछिन सेलाउन छोडिदिने। सेलाइसके पछाडि त्यसलाई दरदरा हुने ग्राइन्ड गरेँ मैले। ग्राइन्ड गरिसके पछाडि कराईमा तेल बसाल्ने। कतिजनाले चाहिँ तेल बसालिसके पछाडि तेलमै त्यो मसलाहरू फुराएर पकाउनुहुन्छ, त्यो पनि मिठो हुन्छ। तर मलाई चाहिँ यसरी बनाएको चाहिँ एकदमै मनपर्छ। मैले चाहिँ त्यसलाई ग्राइन्ड गरेर दरदरा गरेर पिसेर मात्रै अनि पछाडिबाट राख्छु। अनि तेल राखिसके पछाडि थोरै हिङ फुराएँ मैले त्यसमा। त्यस पछाडि आँप राखेर एकछिन चलाएँ अनि स्वादअनुसार नुन बेसार राख्ने। अनि एकछिन चलाइसके पछाडि अघि पिसेर राखेको मसलालाई राखिदिएँ साथीहरू। मसला राखिसके पछाडि अनि मैले गुड राखेँ। तपाईँले चिनी पनि राख्न सक्नुहुन्छ, तर मलाई चाहिँ गुड राखेको मनपर्छ। सो मैले गुड, भेली पनि भन्छ यसलाई, मैले गुड राखिदिएँ। अनि गुड राखेर एकछिन चलाएपछि मैले बनाएको अचार यस्तो भयो हैन। कस्तो छ साथीहरू? हजुरहरूले पनि घरमा एकचोटि बनाएर ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।